भन्न है इङ्ग्लिस कल रहेको छ र नेपाली राजा सर भन्नु के लिनुहुन्छ बैटिंग न लियो ब्याटिङ फर्स्ट बल राहुल यादव यस आउट अरे भाइ ड्रप गरिदियो इजी क्याच न्यू ब्याट्सम्यानको रूपमा क्याप्टेन राजेश यादव सर माइन्डसेट के हुनेछ भन्नु न 4 रन र राम्रो सट त्यहाँ फिल्डर रहेका छन् ओए 6 रनका लागि धामी थिए है फिल्डर लगातार 3 डट बल गराएका छन् मोहन घिमिरेले र यहाँ राम्रो सट 6 रनको लागि 15 ओभरको लास्ट बल बाँकी रहेको छ र 91 रन्स लगातार 3 डट गराएका थिए र त्यसपछि छक्का हानेका थिए राजेश यादवले र त्यहाँ फिल्डर रूपलाल छ यहाँ र आउट हुन पुगेका छन् राजेश यादव ब्याटिङमा छ मुकेश राम र यहाँ क्याच राम्रो फिल्डिङ मोहन घिमिरेको मुकेश राम आउट भएका छन् राहुलको टिम 135 रनको लक्ष्य पछाउने क्रममा चार रन राजेश यादव आफ्नो दोस्रो ओभर लिएर आएका छन् फेरि प्रेस र त्यहाँ गौतम सराफ त्यहाँ फिल्डिङ मिस गरेका छन् र यसै क्रममा 4 रन पनि हुन पुगेका छन् फिल्ड मिसका कारणले न्यू ब्याट्सम्यानको रूपमा आएका छन् दानिस अहमद र पहिलो बल कट हान्ने प्रयास गरेका थिए मेन र राम्रो सट त्यहाँ राजेश यादव राम्रो फिल्डिङ गुड फिल्डिङ टिम क्याप्टेन पनि छ क्याच छ माहीले छोडिदियो र यहाँ क्याचको लागि माथिबाट लङ अफको माथिबाट खेल्ने प्रयास गरेका थिए राहुल यादव र यहाँ आउट हुन पुगेका छन् ठुलो झट्का 1 रन भयो शॉट भाइ 6 रन शॉट भयो बहुत बढिया 40 बलमा 59 रन लिनु पर्नेछ र यहाँ क्याच आउटको चान्स र क्याच र यहाँ बोल र यहाँ गेम जितेको छ राजेशको टिमले सो म फेरि पनि आफ्नो ब्लग लिएर आएको छु अहिले यहाँ रोलिङ भइरहेको छ पर्सि फेरि हाम्रो म्याच हुनेछ आफ्नै टिमको हे गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग म रविन्द्र रौनियार अनि अहिले तपाईँ हेर्दै हुनुहुन्छ रौनियार ब्लग्स म यहाँ कुटीहोम क्रिकेट ग्राउन्ड बेतौनामा छु र यो रौतहटको एउटा सबभन्दा राम्रो क्रिकेट ग्राउन्ड हो र यहाँ आज हाम्रो म्याच हुनेछ आफ्नै एकाडेमीको दुईटा टिम बनाएर म्याच हुनेछ र यहाँ मसँग छ राहुल यादव एज अ रौतहट एक्सप्रेस र उता चाहिँ हाम्रो राजेश यादव मधेस प्रोभिन्स को प्लेयर र रौतहटबाट खेल्ने गर्छन् र हाम्रो एकाडेमीबाट पनि खेल्ने गर्छन् र दुवै मेरो स्टुडेन्ट पर्यो ल अब टस टाइम छ सो टस पहिला गरौँ अनि त्यसपछि हामी एकछिनमा म्याच स्टार्ट गर्छौँ ल यहाँ हाम्रो गौतम भाइले के लिएर आएको छ वाह भाइ तुलसी निवास हामीसँग कोइन छैन सो दुवैजनाले यसमा म्यानेज गर्नुपर्छ ल लेट्स गो अब टस टाइम छ म लुटाउने छु यहाँ म लुटाउने छु बिकज आई एम द कोच आई एम द अम्पायर ल को बोल्छ कसको कल हो
राहुलको कल छ होइन। अहिले राजेशले लुटाएको थियो, राहुलले हारिसकेको थियो। ल के भन् है। इङ्ग्लिस कल रहेको छ र नेपाली। ए नेपाली पर्यो, यता चाहिँ इङ्ग्लिस। ल राहुल सर, ए राजेश सर भन्नु के लिनुहुन्छ? बैटिंग ने लो। ब्याटिङ? यो गली क्रिकेट जस्तो भएन सर? पहिला ब्याटिङ गरिहाल्ने अनि के सोचेर ब्याटिङ लिनुभयो भन्नु पहिला बताउनु। सोचेर कि हाम्रो पुरै केटाहरू खेल्छ आज। ओहो ल ठिकै छ। अनि पिचको कन्डिसन हेरेर कतिको टार्गेट दिनुहुन्छ भन्नु बताउनु। 150? ओके। म अहिले यहाँ पिच रिपोर्टिङ गर्न गइरहेको छु र आजको विकेट हेरौँ है। विकेट हेरौँ, एकदमै फ्ल्याट विकेट देखिएको छ र साइनिङ पनि धेरै छ। कतै ग्रास पनि छ, कतै ग्रास मरेको छ। सो विकेट चाहिँ उक्लिनेवाला छैन, माटो चाहिँ उक्लिनेवाला छैन। यहाँ अलि स्किटी पनि हुन्छ र लो पनि बल बस्छ। लो बल किन बस्छ भने यहाँ माटो सुकेको छैन। र बाहिरको आउटफिल्डको कन्डिसन हेर्दाखेरि शीत पनि उत्तिकै खसेको छ, हुस्सो लागेको छ। सो फिल्डिङ टिमलाई चाहिँ गाह्रो हुनेछ। आजको गेम 22 ओभरको हुनेछ र राजेश यादवले 22 ओभरको गेममा 150 रन दिने बताएका छन्। र किन दिने बताएका छन् भने म अहिले पिच रिपोर्टमा तपाईँलाई भन्नेछु। फर्स्ट बल राहुल यादव, इनिङ्सको पहिलो बल, राम्रो बल रहेको त, सर्ट अफ गुड लेन्थ र यहाँ सिङ्गल रन चोरेका छन् विजय गुप्ताले। दोस्रो बल, राम्रो बल रहेका छन्। गौतम चेयर अप कर, नखिचियो ल न ठिक लागि पर्यो नाही त बुझाइले टेस्ट खेले। गौतम सराफ, राम्रो बल आउटसाइड अफ स्टम्पको बल रहेको थियो र बिट गराएका छन् राहुल यादवले। लास्ट बल ओभरको फुल लेन्थको बल रहेको थियो र ड्राइभ गर्न खोजेका थिए मनिष यादवले, मिस भएका छन्। र यसै क्रममा ओभरको समाप्ति, फर्स्ट ओभरको समाप्तिमा 1 रन। 1 ओभरको समाप्तिपछि 2 रन र न्यू बलरको रूपमा आएका छन् सन्दीप तिमल सिन्हा। पहिलो बल वाइड बल। रन आउटको चान्स थियो र यहाँ बचेका छन्। गुड ब्याकअप मोहन घिमिरेद्वारा। र यहाँ कलिङ, दुवै ब्याट्सम्यानको कलिङ रनिङ बिट्विन मिलेको छैन। राम्रो सर्ट र त्यहाँ राम्रो फिल्डिङ प्रिन्स यादवद्वारा। राहुल यादव आफ्नो दोस्रो ओभर लिएर आएका छन्। बाहिरको बल, राम्रो बल बिट गराएका छन्, लिभ गरेका छन् ब्याट्सम्यान माही यादव। वाइड बल, ओए वेल बॉल्ड। एकदमै राम्रो बल र यहाँ एपिल गरेका छन् दानिश अहमदले र म यहाँ अम्पायर ओभर। ओए क्याच रहेको थियो यहाँ, हाफ चान्स। 1 रन लिएका छन्। ओए क्याच र यहाँ रन आउटको चान्स क्रिएट भएको थियो
र सन्दीप तिमल सेनाको थम्बल ब्याड फिल्डिङको कारणले रन आउट भएन। वेल बल न्यू बोलरको रूपमा आएका छन् हाम्रो मोहन घिमिरे भाइ। वेल बल्ड नो रन स्क्वायर लेगतिर खेलेका थिए विजय गुप्ताले। र त्यहाँ फिल्डर छन् स्क्वायर लेगमा फेरि उति खेल्ने प्रयास गरेका थिए विजय गुप्ताले र ओभरको समाप्ति भएको छ। मिड ओभर मोहनको। यस आउट। अरे भाइ ड्रप गरिदियो इजी क्याच। भाइ क्याच छोडिदियो है बोलरले, राहुलले क्याच छोडिदियो। ओए राम्रो यर्कर अहिले रहेको छ। क्याच ओए ब्याटमा आएन। राहुलको ताबडतोड बलिङ यहाँ भइरहेको छ र ब्याट्सम्यानले रन स्कोर गर्न नसकेका छैन। यहाँ राजेशको टिमले यहाँ स्ट्रगल गरिरहेका छन्। ओए कच्चा रहेको थियो र ओभरको समाप्ति भएको छ। 7 ओभरको समाप्तिपछि 23 रन र 0 विकेट। नो विकेट, अहिलेसम्म विकेट गएको छैन। र बोलिङमा फेरि मोहन घिमिरे। के छ मोहन? र यहाँ पावर प्लेको पनि समाप्ति भइसकेको छ र फिल्ड पनि खोलेको छ उता। पकड भाइ यार। र यहाँ रन आउटको चान्स 2 रन इजिली लिएका छन्। क्याचको मौका थियो यहाँ। मोहनले जाडोमा आफ्नो हात लगाउन सकेन। चल भाइ चल। 4 ओभरको समाप्तिपछि 30 रन। राजेशको टिमको स्कोर रहेको छ 30 रन आफ्टर 8 ओभर्स। 7 ओभर्स होइन 8 ओभर्स। बोलरको रूपमा दिपेश यादव रहेको छ। वाइड बल। ओए वाट अ बल। वाइड लाइनको बल रहेको थियो अनि आउटस्विङ पनि रहेको थियो र त्यहाँ ब्याट्सम्यान बिट हुन पुगेका छन् माही यादव। र आज बोलिङ डिपार्टमेन्टमा हेर्न सकिन्छ धेरै राम्रो बोलिङ र दुवै ब्याट्सम्यान स्ट्रगल गरिरहेका छन्। ठुलो प्रहार गर्न खोजिरहेका छन् तर असफल भएका छन्। र वाइड बल। 9 ओभर चलिरहेको छ र रन 36 रन भएका छन्। फेरि बिट राम्रो बलिङ। फिल्ड मिस 1 रन। र यहाँ पहिलो झट्का लागेका छन् विजय गुप्ताको रूपमा।
र यहाँ हेर्न सकिन्छ अम्पायर कस्तो टुपी लगाएको छ है ए कति रन अजित 40 46 10 ओभर चलिरहेको छ र 46 रन या वेल बॉल्ड अरे भाई क्या छोडे है सन्दीप भाइले यहाँ मोहनको राम्रो क्याच यति जाडोमा पनि यति चिसोमा पनि राम्रो क्याच बबाल क्याच पकड्यो र 2 विकेटको पतन र न्यू ब्याट्सम्यानको रूपमा आएका छन् क्याप्टेन राजेश यादव सर माइन्डसेट के हुनेछ भन्नु न माइन्डसेट बललाई हेर्ने खेल्ने द्याट्स इट तोर माइन्डसेट कति र त बॉल के मेरिट पर खेले के आरो और वनडे इतना ज्यादा सिंगल पे ध्यान देवे के वनडे ना 22 पर क्या तो अब वही हिसाब से अब देखा चल देख खराब बॉल के खाली मारिए ठीक हो ज़्यादा विकेट पे ठीक रन बना ल दिपेशले खराब बलमा पनि राम्रो विकेट लियो राम्रो बल र लभली फिल्डिङ त्यहाँ मुकेश रामको द्वारा एकदमै उत्कृष्ट फिल्डिङ र यहाँ सबै फिल्डरको शरीरमा ऊर्जा आएका छन् यहाँ कति रन गौतम सर कति रन अलिक चाँडो भन्नु सर 58 कति ओभर 11 ओभर पश्चात 58 रन 2 विकेटको नुक्सानीमा रनी बलरको रूपमा आएका छन् सन्दीप तिमल सिन्हा राम्रो बल र डिप कभरतिर 1 रन ओए त्यहाँ पोइन्टको फिल्डरलाई छकाउँदै 4 रन गएका छन् र राम्रो शट अजित सोनीद्वारा राम्रो बल इनसाइड एज सिंगल रन स्क्वायर एकतिर सर ब्याटले हान्नु सर ब्याट त थाहा छ ब्याटले हो अलि ब्याटले भन्दाखेरि अलि राम्रो ब्याटले के अलि दामी सर्ट हान्नु न दामी सर्ट कि लागोस् गुड सर्ट भन्ने के चार रन राम्रो ब्याटिङ राजेश यादवद्वारा ब्याट्सम्यानको फेस खोलिदिएका छन् र 4 रन गएका छन् थर्ड म्यानतिर ओए 1 रन चोरेका छन् अजित सोनीले कटर फालेका थिए राहुल यादवले वाइड बल तेह्र ओभरको समाप्तिपछि 70 रन क्यों रन 70 रन ओए मोहनको फिल्डिङ मिस 1 रन 4 रन Wall ball, no run. No run. Well fielding. लगातार 3 डट बल गराएका छन् मोहन घिमिरेले र यहाँ राम्रो शट 6 रनको लागि स्कोर 91 र 15 ओभरको लास्ट
एक बल बाँकी छ 15 ओभर पुग्नलाई 15 ओभरको लास्ट बल बाँकी रहेको छ र 91 रन्स लगातार 3 डट गराएका थिए र त्यसपछि छक्का हानेका थिए राजेश यादवले र त्यहाँ फिल्डर रूपलाल छ यहाँ र आउट हुन पुगेका छन् राजेश यादव पछिल्लो बलमा छक्का प्रहार गरेका थिए र यो बलमा चाहिँ आउट हुन पुगेका छन् र ब्लगको लागि कन्टेन्ट पनि मिलेका छन् राजेश यादवको रूपमा ठुलो झट्का मोहन कन्टेन्ट पायो त न्यू ब्याट्सम्यानको रूपमा आएका छन् विजय रौनियार र राम्रो प्रहार त्यहाँ विजय गुप्ता छन् निकै नै राम्रो फिल्डिङ रन 101 रन पुगेको छ टिम राजेशको र राम्रो बल फेरि अर्को राम्रो डेलिभरी डट बल र राम्रो कट त्यहाँ माही यादवको राम्रो फिल्डिङ 1 रन अठार ओभर पछि टिम राजेशको स्कोर रहेको छ 108 रन वाइड बल 109 रन 4 ओभर अझै बाँकी रहेको छ 22 ओभरको खेल रहेको छ यो चिसो पनि उत्तिकै छ है गाइस चिसो पनि उत्तिकै छ हेरौँ है सन छँदै छैन वेयर इज सनलाइट नो सनलाइट टुडे विजय रोनिया राम्रो टचमा छ ओए बाहिरको बल बिट खाएका छन् विजय रोनिया वाइड बल ब्याटिङमा छ मुकेश राम र यहाँ क्याच राम्रो फिल्डिङ मोहन घिमिरेको मुकेश राम आउट भएका छन् 19 ओभर चलिरहेको छ र न्यू ब्याट्सम्यानको रूपमा गोलु आयुष रौनियार आइरहेको छ र यहाँ हेरमा चाहिँ पिचको कन्डिसन एकदमै राम्रो छ है ए बलरले आज धेरै नै डिसिप्लिन देखाएको छ जुन गुड लेन्थको एरिया छ राम्रो फालेका छन् ए जम्मा 3 ओभर बाँकी हो किन खेल्यो रोके कि मार्के सर्ट हान्नै पर्छ ल ल ल फाल्यो फिल्डरलाई हेर्न सकिन्छ है मोहन सर्ट कभरमा छ र सर्ट पोइन्ट र कभर पोइन्ट पनि रहेको छ र 1 रन लिन यहाँ खोज्छन् र आफ्नो स्ट्राइक चाहिँ चेन्ज गर्न खोज्छन् किनभने नन स्ट्राइकमा विजय रौनिया रहेका छन् राम्रो टचमा र राम्रो सर्ट प्रहार गरेका छन् एकदमै सिधा बल ठिक छ नि त ओहो भाइ अहिले मुभ लाउनुपर्छ है तिमीले जुत्तामा लागेछ ल पहिलो बल राम्रो सर्ट थियो दोस्रो बल वाइड बल र क्याचको कल र त्यहाँ आउट भएका छन् डाइरेक्ट हिट एउटा अझै छ लास्ट ब्याट्सम्यान बाँकी छ सिङ्गल 1 रन न्यू ब्याट्सम्यानको रूपमा आएका छन् हाम्रो मुटु भाइ गौतम सराफ बोलिङमा सन्दीप हो राम्रो सर्ट मोहनको हातमा सिधै नो रन 115 रन रहेको छ टिम राजेशको 20 ओभर रनिङ छ राम्रो सर्ट चाहिँ सिधा खेल्ने प्रयास गरेका थिए र एज लागेर थर्डम्यानतिर 1 रन आफ्नो खाता खोलेका छन् गौतम भाइले गौतम के ना नया बैट लेके आना हाँ नया बैट राख ले बारे 11,000 ऐसी के घरे राम्रो सर्ट यहाँ फिल्डर कोही पनि छैन र 4 रन पक्कै पनि जानेछन् 4 रन भएको छ गौतम के भन्दै थियो तिमीले मोहनलाई के भन्दै थियो फुल टच दिनलाई मोहन फुल टच माग्दैछ म त स्ट्राइकमा जान ल यसपछि लास्ट ओभर छ है 1 ओभर सो 2 ओभरको खेल रहेको छ रन 121 रन बाहिर गइरहेछ है
निस्केर अगाडि सिधा प्रहार गर्ने कोसिस गरेका थिए, सर्ट खेल्ने कोसिस र 1 रन। र यहाँ नाखुस देखिएका छन् विजय रौनियार। गौतम सराफले पनि आफ्नो दमखम राखेका छन्, लामो प्रहारका लागि जान्छन्। यो हेरौँ, एकदमै राम्रो सर्ट, सिङ्गल 1 रन। र राम्रो सर्ट, त्यहाँ फिल्डर रहेका छन्। ओए 6 रनका लागि धामी थिए है फिल्डर, धामीको माथिबाट 6 रन प्रहार गरेका छन्। र 133 रन विजय के रन कय बलमा 16 बलमा 19 रन बनाएर खेलिरहेका छन् विजय रौनियार। अन्तिम ओभर दिपेश यादव गर्नेछन् बलिङ प्रहार र यहाँ स्टम्पिङ आउट। सो 135 रनको लक्ष्य पाएका छन् टिम राहुलले। सो ओभरअल बलिङ पर्फर्मेन्स हेर्दाखेरि एकदमै राम्रो। अलि सुरुमा विकेट निकाल्न सकेन, तर दबाब चाहिँ दिएको थियो। राहुलको टिम 135 रनको लक्ष्य पछाउने क्रममा यहाँ 2वटा ब्याट्सम्यान ओपनरको रूपमा आएका छन्। एउटा हाम्रो भाइ रकी मार्टिन, रामचन्द्र धामी र रूपलाल यादव उफ प्रिन्स यादव, र बलरको रूपमा आएका छन् राजेश यादव, क्याप्टेन अफ टिम राजेश 11। राइट मिडियम फास्ट होइन फास्ट। चार रन। 1 ओभरको समाप्तिमा 8 रन र न्यू बलरको रूपमा आएका छन् विजय रौनियार। राम्रो बल, 123 बलमा 122 रनको आवश्यकता रहेको छ र राम्रो ब्याटिङ 1 रनको लागि। 2 ओभरको समाप्तिपछि टिम राहुलको स्कोर रहेको छ 13 रन। राजेश यादव आफ्नो दोस्रो ओभर लिएर आएका छन्। राम्रो बल, आउटसाइड अफ स्टम्पको लाइन रहेको थियो, डट बल। ब्याटिङमा छन् रामचन्द्र धामी र बलर राजेश यादव, र त्यहाँ ड्राइभ गर्ने प्रयास थियो रामचन्द्र धामीको र बिट हुन पुगेका छन्। फेरि अर्को डट बल, लगातार 2 बलमा 2 छट गराएका छन् राजेश यादवले। लगातार तेस्रो डट बल, ब्याट्सम्यान ठाउँबाट नै सर्ट खेल्ने प्रयास गरिरहेका छन् र त्यही भएर बिट हुन पुगेका छन्। फेरि अर्को डट बल, फेरि अर्को डट बल, लगातार 5 बलमा 5 डट बल गराएका छन्। र बाहिर खेलाउने प्रयास गरिरहेका छन् निरन्तर रूपले, र फिल्ड सेटिङ पनि त्यही हिसाबको हामीले देख्न सक्छौँ। पोइन्ट, थर्ड मेन र स्लिभ, फर्स्ट स्लिभ, कभर पोइन्ट, कभर र मिड अफ रहेका छन्, र ड्राइभ गराउने प्रयास गरिरहेका छन् र त्यहीँबाट अप साइडमा स्विङ गराउने प्रयास गरिरहेका छन्। फेरि प्रयास, र त्यहाँ गौतम सराफ त्यहाँ फिल्डिङ मिस गरेका छन् र यसै क्रममा 4 रन पनि हुन पुगेका छन् फिल्ड मिसका कारणले। 3 ओभरपछि टिम राहुलको स्कोर रहेको छ 17 रन र वाइड बल 18 रन।
र यहाँ आउट भएका छन् प्रिन्स यादव। धेरै नै राम्रो क्याच अजित सोनीको। विजय रौनियारले टिम राजेशको लागि पहिलो विकेट निकालेका छन्। खै त गाइजहरूको चियरअप छैन। वाह 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 धेरै राम्रो। वाह न्यू ब्याट्सम्यानको रूपमा आएका छन् दानिश अहमद र पहिलो बल कट हान्ने प्रयास गरेका थिए। आउटसाइड अफ लाइनको बल रहेको थियो। सर्ट अफ गुड लेन्थ बिट गराएका छन् विजय रौनियारले। र सर्ट फिस फेरि र गाइड गरेका छन् यहाँ स्क्वायर लेगतिर 1 रन 1 रन। धामी छन् ब्याट्सम्यान र राम्रो सर्ट त्यहाँ राजेश यादव। राम्रो फिल्डिङ गुड फिल्डिङ। टिम क्याप्टेन पनि छ र यहाँ 2 रन वेल फिल्डिङ। सबले यहाँ प्रोत्साहन गर्दै र राम्रो फिल्डिङको एउटा उदाहरण आफूले प्रस्तुत गर्दै राजेश यादव। र त्यहाँ बिट गराएका छन् गली रहेको त्यो सर्ट गली र 4 रन। 4 ओभर पश्चात 25 रन। जितको लागि अझै पनि चाहिएको छ कति 110 रन। वाइड बल एक रन। क्या छ माहीले छोडिदियो र यहाँ 1 रन र 6 ओभरको समाप्तिमा 32 रन। 32 रन छ 6 ओभरमा 32 रन। सात ओभरको समाप्ति पछि 32 रन र न्यू बलरको रूपमा मुकेश राम। बाहिरको बल थियो छोडेका छन् दानिश अहमदले। डट बल वाइड बल र यहाँ रन आउटको चान्स बचेका छन् र वेल ब्याकअप। रन आउट हुने चान्स थियो। यहाँ आशिष राउत रहेको थियो ब्याट। 8 ओभरको समाप्तिपछि 36 रन 2 विकेटको नोक्सानीमा टिम राहुल र नेक्स्ट ब्याट्सम्यान राहुल यादव। न्यू ब्याट्सम्यानको रूपमा छन् आशिष राउत। राम्रो डिफेन्स। र यहाँ टाइट रन विजय रौनियार छ फिल्डरमा 1 रन चन्दाने। ओभर 9 ओभरको समाप्ति पछि 38 रन र न्यू अम्पायरको रूपमा मोहन घिमिरे। ल यो मुकेशको दोस्रो बलमा विकेट आएको छ आशिष राउतको। ल नयाँ ब्याट्सम्यानको आगमन भएको छ राहुल, जो कि रौतहट एक्सप्रेस भनेर जानिन्छन्। ए थपडा हटा।
रौतहट एक्सप्रेस भनेर जानिन्छन् राहुल यादव र पुरा सानमा आएका छन्। लागिरहेछ 6 बलमा 6वटा छक्का हान्छु भनेर आएका छन्। फ्री हिट पाएका छन् दानिश अहमदले र यहाँ सिङ्गल लङ अफतिर न्यू ब्याट्सम्यानको रूपमा राहुल यादव क्याप्टेन नै आएका छन् र यहाँ मुकेशको सामना गर्नेछन्। अगाडिको बल रहेको थियो र पछाडि गएर डिफेन्स गरेका छन्। नो रन। यहाँ लामो प्रहार गर्न सोचिरहेका थिए राहुल यादव। ब्याट पुरै तन्काइसकेका थिए र लास्ट मोमेन्टमा आएर डिफेन्स गरेका छन्। 42 रन छ टिमको। मुकेश राम फेरि र यहाँ कट लागेको थियो, एज लागेको थियो र त्यहाँ किपर मिस गरेका छन्। बललाई बटुल्न सकेनन्, ग्लोभ्समा राख्न सकेनन् र मुकेशको राम्रो ओभर। किन आज बोलिङ ठिक हो त है? बोलिङ ठिक हो त? ठीक बा। चल चल ले। ओए र यहाँ राम्रो फिल्ड माहीको 1 रन। ये ठिक हो। र यहाँ क्याचको लागि माथिबाट लङ अफको माथिबाट खेल्ने प्रयास गरेका थिए राहुल यादव र यहाँ आउट पुगेका छन्, आउट हुन पुगेका छन्। ठुलो झट्का। अझै दानिशले भनिरहेको छ कि अझै पनि हामीसँग धेरै ओभर रहेको थियो। अझै पनि 12 ओभरको खेल बाँकी रहेको छ। 10औं ओभर चलिरहेको छ। चार रन पोइन्ट कभर पोइन्ट रहेको थियो रूपलाल यादव त्यहाँ पोइन्ट फिल्डर र 50 रन पुगेको छ। टिम राहुलको स्कोर 50 रन। राम्रो बल। यो ओभरमा 4 र 2 6 रन। राम्रो फिल्डिङ। वेल फिल्ड मुकेश। यस बल वेल बोल्ड। फिर गलत गलेले 1 रन। ओए त्यहाँ फुटबल खेलिरहेका छन् राजेश यादवले। चल भाइ 1 रन भयो। शॉट भाई 6 रन। गौतम आगे आगे फेंकित बारे बहुत बढ़िया। 42 बलमा 63 रन चाहिएको छ। बोलिङमा राजेश यादव र दानिश अहमद। यर्कर बल डट बल। बहुत बढ़िया। 40 बलमा 59 रन लिनु पर्नेछ र यहाँ क्याच आउटको चान्स र क्याच र आउट भएका छन् यहाँ। र यहाँ ब्याट्सम्यान कोलाप्स भइरहेको छ, ब्याटिङ कोलाप्स भइरहेको छ र इङ्ल्यान्डको प्लेयर हाम्रो दानिश होइन मोहन घिमिरे आउँदैछन्। बाउन्स आउँछ है। त्यहाँ प्लानिङ बनाइरहेछ है बाउन्स गर्ने। अहिले बाउन्सर आउँछ। मोहन र राजेशको पहिलोदेखि दुश्मनी छ यहाँ र बाफ्रे राम्रो यर्कर लेग स्टम्प मिस 1 रन भएको छ।
आँखाबाट देखिरहेको छैन, बोलरको देख्दैन नि आँखाबाट। ल सन्दीप बाउन्स आउँछ है, अघि मैले भने त बाउन्स आउँछ सुनिहाल्यो बोलरले, अनि यर्कर फालिदियो। वाह बुलेट जस्तो निस्कियो, 4 रन। थर्ड म्यान पनि थियो है त्यहाँ। मुकेश वर्सेस मोहन र यहाँ एपिल गरिरहेका छन् विजय रौनियार। विजय रौनियारले बुझ्नुपर्छ कि बाहिर पिचिङ भइरहेको छ। ल मुकेश राम्रो बल। क्या हाँ अभी बताएगा संदीप भाई। ओए वाइड बॉल, बॉल अफ स्पिन। रोहित भाइ आएको छ, रोहित पण्डित भाइ। फर्स्ट ओभर आफ्नो कोटाको फर्स्ट ओभर लिएर। मोहन ल हामी पनि जलवा हेर्छौँ है। ल र त्यहाँ क्याच, मोहनको राम्रो ब्याटिङ भएन। मलाई लाग्यो कि राम्रो प्रहार टोमा लाग्यो। ल अब सन्दीप आएका छन्। प्रहार एकदमै राम्रो प्रहार। 6 रन। चल ठीक हो बॉलिंग ठीक हो। आगे फेंक इतना ही। ओए चल फेंक बाहर। हाँ ये ठीक हो। कैच वेल बॉल्ड। 98-99 रन। 24 बलमा 35 रन चाहिए। लास्ट विकेट र यहाँ तन्काएका छन् र अजित सोनी तल फिल्डरमा र त्यहाँ आफ्नो एफर्ट देखाउन सकेनन्। मोहन ब्याटिङमा अफ लाइनको बल रहेको थियो र यहाँ बोल र यहाँ गेम जितेको छ राजेशको टिमले। राजेशको टिमले 33 रनले जितेको छ र यहाँ राजेश सर अब त बनाउनु पर्यो, जहाँ फुटेको छ पिच बनाउनु पर्यो। सो पिचको कन्डिसन हेरौँ, अझै पनि राम्रो रहेको छ, एकदमै राम्रो। अनि मोहन सर आउट भए पनि जान मानेको छैन। सर नो बल के को नो बल? फ्रन्ट फुटको नो बल रहेको थियो अरे होइन। म अम्पायर थिएँ। अब तिमीले आफै रिभ्यू हेर न लास्ट बलमा ल होइन। ल ठिक छ है। फर्स्ट टाइम चाहिँ हाम्रो यो ब्लग आउनेछ यो बेला एकाडेमीको म्याचको। सो म फेरि पनि आफ्नो ब्लग लिएर आएको छु। गेम त सकिसकेको छ तर यहाँ हामी पिचको काम गरिरहेको छौँ र यहाँ देख्न सकिन्छ है। यहाँ महावीर पुन सरले एग्रिकल्चरवाला चाहिँ प्रविधि यहाँ भित्राएको छ पिचमा। यहाँ चाहिँ स्प्रे भइरहेको छ अहिले। हर्क सम्पाङ सरले दिनुभएको हो। आफैले श्रम गर्नुपर्छ है। यहाँ 2 जना हाम्रो प्लेयर यहाँ श्रमदान गरिरहेको छ। पानी सकियो, एकदमै राम्रो छ है। आज पानी छ्याप्यो, हल्का हाई स्प्रे गर्यो अनि भोलिपल्ट सुक्यो अनि फेरि हामी म्याच पनि खेल्न सकिन्छ। यहाँ देख्न सकिन्छ है बल चाहिँ के अरे पिच चाहिँ फुटेको छैन है, अझैसम्म पिच फुटेको छैन। सो स्पाइक लाएर पनि पिच फुटेको छैन है। एकदम राम्रो पिच देखिरहेको छ है। कन्डिसन चाहिँ एकदम राम्रो छ।
सो वान अफ द बेस्ट पिच इन मधेस प्रोभिन्सको सबैभन्दा राम्रो। अनि किन छ भने किनभने हामीसँग रुलर पनि छ, त्यहाँ स्कोर बोर्ड भइहाल्यो चारैतिर, के अरे ड्रेसिङ रुम पनि छ, नेट पनि छ, सो स्कोर बोर्ड पनि छ, सब छ है। यहाँ पानी पटाउनको लागि पाइप के अरे धारा पनि छ उता, यहाँ कभरको लागि पनि छ, प्लास्टिक पनि छ। सो अहिले हामीसँग छ अनि त्यही हामी चाहिँ मेन्टेन गरिरहेछौँ। यहाँ देख्न सकिन्छ सब चट्टीको बोरा ल्याएर अनि हामी अहिले एकछिनमा पहिला रोलिङ गर्छौँ अनि प्लास्टिक हालेर रोलिङ गर्छौँ अनि त्यसपछि चाहिँ यो चट्टीको बोरा राख्छौँ, किनभने शीत आजकल खस्ने गर्छ, धेरै बढी शीत पर्ने गर्छ। आजको म्याच कस्तो लाग्यो भन्न? धेरै राम्रो थियो, पिच पनि धेरै राम्रो थियो, एडियम पेसरको बल कटिरहेको थियो र स्पिनरको अलिक कम टर्न भइरहेको थियो, अलि चाहिँ स्लो विकेट थियो होइन, हल्का चाहिँ, त्यही भएर मजा आयो नि। ल धेरै मजा आयो विजयलाई। अनि यहाँ पनि सोध्छु सो भाइहरूलाई कस्तो लाग्यो होइन म्याच खेलेर, कस्तो लाग्यो भाइ भन? मलाई त बिहा लाग्यो, ब्याटिङ राम्रो भयो नि। अनि तिम्रो अजित? धेरै राम्रो, फिल्डिङ चाहिँ मिस गर्यो तिमीले धेरै। अनि राहुलको? बलिङमा राम्रो लाग्यो तर ब्याटिङमा बोल राम्रो लागेन। ब्याटिङमा चाहिँ राम्रो लागेन, मैले भने कि सेलेक्टिभ हुन लागि कुन बललाई हान्नुपर्छ होइन, अनि ठ्याक्क नेक्स्ट बलमै आउट भयो राहुल। ल ठिक छ, म्याच खेलेर चाहिँ कस्तो भयो एक्सपिरियन्स चाहिँ? राम्रो ठिक भइरहेछ नि त? ल विजयसँग सोध्छु। ए विजय या ल ल कैसन लाग्यो? अच्छा लग्यो। अच्छा लग्यो। ए नेपालीमा बोल्छ। मैले राम्रो खेलिरहेको थिएँ तर बिचमा फिनिसिङ चाहिँ गर्न पाएन है। एक ओभर बाँकी थियो, मैले सोचेर त इन्टेन्ट अगाडि खेल्छ भनेर अगाडिबाट नि पिट्छु भनेर। अनि बोलिङमा ओभरअल अस्तिभन्दा चाहिँ राम्रो थियो। अस्तिभन्दा राम्रो थियो। ल ठिकै छ, इम्प्रुभमेन्ट त देखिरहेको थियो तर चाहिँ रनअपमा चाहिँ सुधार गर्नुपर्छ। अनि दिपेशको चाहिँ यहाँ फर्स्ट म्याच छ है, दिपेशसँग ल कुराकानी गरौँ छोटो, भन। आज मेरो फर्स्ट म्याच थियो दाइ, बलिङ रनअप अहिले मिलिरहेको छैन अलिअलि, ब्याटिङको त मुखै पाएन दाइ, 3 बल मात्र खेल्यो, 1 ओभरमा खतम बनायो। ल ठिक छ, सब चाहिँ आफ्नो पर्सनल इम्प्रुभमेन्टको लागि चाहिँ यो म्याच हामीले के अरे यो म्याच खेलिरहेको थियो सबजनाले, अनि एकदमै राम्रो, सब खेलेर चाहिँ एकदमै सेटिस्फाई छ। अनि ए रूपलाल, ल अब रूपलालको चाहिँ म इन्टरभ्यू लिन्छु। रूपलालको चाहिँ अब नेपालीमा, हिन्दी चाहिँ हिंदी में हम लेंगे इंटरव्यू। हिंदी में तो हम ब्लॉग बनाते हैं, रौनियार ब्लॉग्स है। नेपाली में तो बताइए सर, नेपाली में बताइए, ठीक है। हिंदी में हम क्वेश्चन करेंगे। ल ठीक छ। रूपलाल चाहिँ के मतलब कुन माइन्डसेट लिएर आएको थियो आज गेम खेल्न? म्याचमा सोचेको थिएँ कि 50 रनदेखि खेलेको थिएँ तर भन के भएर चाहिँ आज राम्रो ब्याटिङ भएन, धेरै अफसोस थियो। ल ठिक छ। अनि म्याच खेलेर चाहिँ कस्तो एक्सपिरियन्स भइरहेछ? म्याच पनि एकदम राम्रो भयो। म्याच पनि एकदम राम्रो भयो है, ओभरअल कम्पिटिसन ठिक थियो, गुड होइन? ल ठिक छ, नेक्स्ट टाइम चाहिँ राम्रो ब्याटिङ गर्नु होइन, जुन हामी प्र्याक्टिस गरिरहेको हुन्छौँ नि त्यही ठ्याक्कै एक्ज्याक्टली प्र्याक्टिस नै यहाँ म्याच भइरहेछ क्या होइन? अन्त सेम, किनभने हामी मेन विकेटमा गरिरहेको छौँ होइन, अनि झन् पिएम कप आइरहेछ त सब केटाहरूको लागि पनि एउटा भनौँ न राम्रो प्र्याक्टिस भइरहेछ नि त यहाँ। सबजना चिडाइरहेको छ है पछाडिबाट, यता साइडबाट। अब यो ब्लग चाहिँ 1 घन्टाको हुने भयो, अब कसले हेर्छ मलाई थाहा भएन, भगाउँछ क्या सबजनाले। कसैको म पार्ट गर्दैन, एकैचोटि घरमा जान्छु सिधै सिलेक्ट, क्लिपलाई अल जोडिदिन्छु, सिधै पेस्ट। अहिले यहाँ रोलिङ भइरहेको छ, पर्सि फेरि हाम्रो म्याच हुनेछ, आफ्नै टिमको, आफ्नै एकाडेमीको 2वटा टिम बनाएर फेरि म्याच गर्नेछौँ। सो गाइज फलो फर मोर रौनियार ब्लग्स, ओके?
सबजनाले फलो गर्नुपर्छ ल ल राहुल सही कर रही बारे मेहनत नहीं थे देखा भाई ल सो आजको ब्लग तपाईहरुलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गर्नु होला कमेन्ट गर्नु होला अनि सब्स्क्राइब गर्नु होला सो कीप वाचिङ रौनियार ब्लग्स बाई बाई